हामी एमबीबीएस को केटाहरू अब ट्विनिङ स्विनिङ जे गरेर हैन हिँडिसकेका छौँ घुम्न पढाइबाट दिक्क लागेर त्यस्तो नि केही पढाएको छैन हुनु त त्यही पनि सबैजनाको यात्रा हाम्रो यात्रा सफल होस् भनी हामी सबैलाई के भन्ने शुभकामना। अब यहाँ हामी गोठगाउँ पुगिसकेका छौँ होइन। अब गोठगाउँदेखि बस चढेर हामी चोकमा छौँ। मैले हामी अहिले गाडीमा चढिसक्यौँ, सबैजना यहीँ छ। अब गाडीमा चढेर उभिँदै धरानसम्म पुगिन्छ कि कहाँसम्म पुगिन्छ। धरानसम्म आइपुग्यौँ र धरानमा आएपछि हामीले खाना बसेका छौँ। भिडियो गर्नु हामी भेटेटार पुगिसकेका छौँ आफ्नो मित्रगणहरूको साथ। भेटेटारबाट गाडी चढेर उत्यो यो हामी यहाँ नमस्ते झरनाको गेट नजिक पुगिसकेका। हामी अहिले छौँ झरना जाने बाटोमा र उहाँ झरना जाने बाटोमा साथीहरूसँग यो चस्मिस साथी अविरल अरू को छ। घाम छ नि त घाम त घाम छ तर त्यो पछि रोहित त्यसपछि इन्ट्रो नि दिउँ सबको भनेर त्यसपछि यो को अरे सचिन भयो। यो हाम्रो उमेश म उमेश त्यसपछि त्योभन्दा पछाडि रहेछ कहाँ गयो हाम्रो आलोक ठुलो मान्छे छ नि त्यो आलोक हो। अनि त्यसपछि अर्को एस्थेटिक मान्छे कहाँ गयो त्यो उता त्यो एस्थेटिक मान्छे भनेको यो एस्थेटिक मान्छे भनेको दिनेश हो। दिनेश भाई यार बाटो त यार